नमस्कार हजुरहरू सम्पूर्णमा। आज मेरो जुन पनि सानो बालकको पाठशाला अथवा स्कुल धेरै सम्झनासँग सानो जुन चाहिँ पढेको यादसँग म एउटा सानो मेरो लाइफको छोटो एउटा हजुरहरूलाई बताउन चाहन्छु। म यही पाठशालामा सानोमा 3 क्लाससम्म पढेको अनि एकदमै यो चाहिँ अब मैले कहिले पनि जिन्दगीमा बिर्सिनु नसक्ने एउटा एकदमै हजुर जुन पनि टिचरहरूसँग ज्ञान लिएको, साथीहरूसँग हिँडेको, जुन चाहिँ यो बलको रुखहरू छ यसमा खेलेको धेरै अब झझल्को अझैसम्म छ। अनि त्यो समयमा अति राम्रो थियो हाम्रो सरहरू। त्यो टाइममा एचएम के सर हुनुहुन्थ्यो, अनि ल्याङ्ग्वेज टिचर पासङ सर हुनुहुन्थ्यो, अनि हाम्रो कर्थोको रेणुका मिस हुनुहुन्थ्यो, अनि आइएलबी सरदेखि एनएल सरदेखि विभिन्न प्रकारको थियो। अति मजा आउँथ्यो कि त्यो समयमा अब त्यो बालपनको चाहिँ हाम्रो जुन चाहिँ साथीहरू सरहरूसँग हाम्रो समान ज्ञानको आदान प्रदानहरू चाहिँ मेरो जिन्दगीमा कहिले पनि भुल्नु नसक्ने एउटा ठुलो एउटा मन मुटुमा बसेको छ। त्यही कारणले म आज यसरी आउँदाखेरि मेरो स्कुल गाउँहरू देख्दा एकदमै खुसी, एकदमै मनभित्रबाट नै एकदमै खुसी अनि एकदम एउटा फिल त्यस्तो भयो। अनि आज मैले एउटा सानो मेरो जिन्दगीसँग जोडेको एउटा कुरा राख्न एकदमै मनबाट भित्र आयो। त्यही कारणले यो जुन चाहिँ मेरो जिन्दगी कथा सँगसँगै हाम्रो एकदमै सरहरू, सम्माननीय सरहरू जुन चाहिँ ल्याङ्ग्वेज टिचर पासङ सरदेखि रेणुका मिसदेखि लिएर के सरदेखि धेरै विभिन्न प्रकारका सरहरूलाई उहाँलाई मेरो आन्तरिक हृदयबाट उहाँलाई एकदमै उहाँहरूको गुण मैले कहिले पनि बिर्सिनु छैन। म मात्रै नभएर म जस्तै मेरो साथीहरू थियो त्यो समयको पाठशालाको बालपनमा मेरो साथीहरू थियो, रतनदेखि लिएर सुरेशहरूदेखि विभिन्न प्रकारको साथीहरू छ, उहाँलाई पनि कहिले बिर्सिने छैन। त्यही कारणले आज म यसरी यही पाठशालामा एउटा एकदमै ज्ञान प्राप्त गरेर आज म लामा भए तापनि तर म कहिले पनि यो जुन चाहिँ मेरो गाउँ, मेरो पाठशाला, मेरो ठाउँ यसलाई कहिले पनि बिर्सिने छैन।